हेलो एभ्रिवान। आज चाहिँ मैले फ्लिपकार्टबाट कपडा मगाएको छु मेरो छोरीको लागि। सो के मगाएको छु हेर्नु होला। सो यो लुगा चाहिँ एकदमै सजिलो लाग्छ है नानीहरूलाई लगाइदिनुलाई, किनभने अहिले जाडो पनि छ नि त, त्यही भएर लगाइदिनुलाई चाहिँ एकदमै सजिलो हुन्छ। सो हेर्नु होला। मलाई चाहिँ यो लुगा बाहेक चाहिँ अरू केही नै मन पर्न छोडिसकेको छ, किनभने यति बिना थुपारिसकेको छु मैले नानीको लागि यो सब बेसी कम्फर्टेबल भएर। सो के मगाएको छु हेर्नु है। यो चाहिँ हो रम्पर भन्छ। यो चाहिँ सट्टै लगाएपछि पाइतलादेखिसम्म हुन्छ। सो मोजा लाउने झन्झट पनि भएन हो। नानीहरूले अहिले हातखुट्टा पुरा फ्याँक्छ नि त, त्यही भएर चाहिँ मोजा खोलिन्छ भन्ने पिरालो पनि भएन। डाइपर लगाइदिएपछि एकदमै सजिलो हुन्छ। सो यो चाहिँ प्योर कटनमा आएको छ, एकदमै राम्रो रहेछ क्वालिटी पनि। सो मैले भिडियोमा पनि यो लुगा लगाएर देखाएको छु। अनि यो चाहिँ अर्को हो, यसको चाहिँ दुईटाको सेट थियो। अनि अर्को चाहिँ यो हो, फ्लोररमा छ, हेर्न सक्नुहुन्छ एकदमै राम्रो क्वालिटी आएको छ। यो चाहिँ 3 to 6 मन्थको मगाएको मैले। अब नानीलाई 0 to 3 मन्थको हुनु छोडेको छ। सो बाई बाई गाइस, थ्याङ्क यू फर वाचिङ।